हेलो एभ्रिवान, स्वागत छ प्रेग्नेन्सी टिप्स विथ सरुमा। आजको भिडियोमा हामी कुरा गर्दैछौँ सी सेक्सन डेलिभरी पछि ध्यान दिनुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुराहरू। यदि तपाईँ वा तपाईको कोही आफन्त, साथी, इष्टमित्र सी सेक्सन डेलिभरी गर्नुभएको छ भने कृपया यो भिडियो उहाँसम्म पुर्याइदिनु होला। यो भिडियोले तपाईलाई र तपाईको साथीभाइ, इष्टमित्रलाई धेरै मद्दत पुर्याउनेछ। सी सेक्सनको घाउ पुरै निको हुन 6 महिना वा अझ बढी समय लाग्न सक्छ, तर सामान्यतः 1 देखि 2 हप्तामा बाहिरी छालाको घाउ सुक्न थाल्दछ। 4 देखि 6 हप्तामा धेरैजसो महिलाहरू सामान्य गतिविधि गर्न सक्षम हुन्छन्। शल्यक्रियापछि शरीरलाई पूर्ण रूपमा निको हुन 8 देखि 9 हप्ता लाग्छ र 6 देखि 8 हप्तामा डाक्टरले चेकअप गरेर निको भएको प्रमाणित गर्नुहुन्छ। भित्रभित्रै घाउ निको हुन 3 देखि 6 महिना लाग्न सक्छ। 3 देखि 6 महिनामा पेटभित्रको युट्रस, मांसपेशी र टिस्युहरू राम्रोसँग जमेर बसेको हुन्छ। कहिलेकाहीँ केही महिलाहरूमा 1 वर्षसम्म पनि हल्का असजिलो महसुस हुन सक्छ, विशेष गरी अधिक शारीरिक काम गर्दा। त्यसैले थकाइ हुने कामहरू नगर्नुहोला, भारी सामान नउठाउनुहोला, बढी झुक्ने काम नगर्नुहोला, जति सकिन्छ आराम गर्नुहोस्। तपाईको शरीरले गम्भीर काम गरिरहेको छ, एउटा जीवन जन्माएको छ। र अर्को कुरा, टाकाको सरसफाइमा विशेष ध्यान दिनुपर्दछ। दिनमा कम्तीमा 1 पटक सफा कपडाले राम्रोसँग पुस्ने गर्नुपर्दछ। यदि डाक्टरले दिनुभएको मलम छ भने समयमै लगाउने गर्नुपर्दछ। कुनै असामान्य गन्ध, पिप वा अत्याधिक रातोपन देखिए तुरुन्त डाक्टरलाई देखाउनुहोस्। र अर्कोमा, तपाईलाई शरीर बलियो बनाउन सन्तुलित खाना खान अत्यन्त आवश्यक हुन्छ। प्रोटिनयुक्त खाना, फलफुल, हरियो सागपात, पानी पिउनुहोला। यसले स्तनपानमा पनि सहयोग गर्दछ। अब एउटा धेरै जरुरी कुरा, डेलिभरी पछि भोक लाग्यो भनेर धेरै खाने। यस्तो धेरै आमाले गल्ती गर्नुहुन्छ, तर याद राख्नुहोस्, तपाईको पेटमा टाका लागेको छ। यदि एकैपटक धेरै खाना खाइयो भने पेट फुल्छ, ग्यास जम्छ अनि त्यो फुलाइले टाकामा असर पर्छ। अत्याधिक असर परेमा के हुन्छ भने टाका फुस्किने सम्भावना हुन सक्छ, घाउ खोलिने समस्या हुन सक्छ वा इन्फेक्सनको जोखिम हुन सक्ने हुन्छ। त्यसैले सानो सानो भागमा खानुहोस्। ग्यास नबन्ने खानेकुरा छनौट गर्नुहोस्। चिल्लो, मसलेदार वा अत्याधिक भारी खाना केही दिन नखानुहोस्। खाना राम्रोसँग चपाएर मात्रै खानुहोस्। यस्तो अवस्थामा चाहिँ के खान उपयुक्त छ भन्दा नरिवल पानी, सुप, लिटो, दलिया, नरम भात र हल्का तरकारी, पचाउन सजिलो हुने खाना र मनतातो पानी। नरिवल पानीले शरीर हाइड्रेट राख्न सहयोग गर्छ, कब्जियत कम गर्न र पाचन सुधार गर्न सहयोग गर्छ। तर ध्यान दिनुस्, अत्याधिक नरिवल पानी पनि पिउन हुँदैन। यदि मधुमेह छ भने सीमित मात्रामा खानु पर्दछ। र प्रोटिनले सी सेक्सनको घाउ छिटो निको पार्न मद्दत गर्दछ, स्तनपानको लागि दूध उत्पादन गर्न सहयोग गर्दछ र एनर्जी दिन्छ। र अर्को कुरा, नरिवल पानी खाली पेट भन्दा पनि खाइसकेपछि पिउन राम्रो हुन्छ। प्रोटिन खाना दिनभरि सन्तुलित रूपमा लिनु उपयुक्त हुन्छ, जस्तै बिहान 1 गिलास दूध, दिउँसो 1 कप दाल, बेलुका खाना साथमा बदाम आदि। र सी सेक्सन गर्दा खाना नहुने चिजहरू चाहिँ के हो भने चिसो पदार्थ, आइसक्रिम, फ्रिजमा राखिएको पानी, कोल्ड ड्रिङ्कहरू जस्तो खाना हुँदैन। र बेसार नभएको दूध। बेसार नभएको दूध खाँदाखेरि चाहिँ दूधले ग्यास बनाउन सक्छ। र बढी तेल मसला भएको खाना, बेसार बिना पकाइएको मासु वा कच्चा अन्डा यसले जोखिमयुक्त गराउँछ। याद राख्नुहोस्, तपाईले धेरै खाने होइन, सही समय र सही मात्रामा खाएर तपाईले शरीरलाई सहयोग गर्नुपर्दछ। पुरा बेड रेस्ट होइन, थोरै हिँडुल गर्न जरुरी हुन्छ। यो तपाईको सर्कुलेसन र पेटको ग्यास हटाउन सहयोग हुन्छ। तर ध्यान दिनुहोस्, धेरै लामो हिँडाइ नगर्नुहोस्। यस्तो अवस्थामा बच्चाको हेरचाह कसरी गर्न सकिन्छ भन्दा आफू कमजोर भएको बेला बच्चाको हेरचाह गर्न गाह्रो लाग्न सक्छ। तपाईले तपाईको पार्टनर वा परिवारको सहयोग लिनुहोस्। स्तनपान गराउँदै गर्दा सही पोजिसनमा बस्नु पर्दछ, जसले टाकामा असर नपरोस्। तपाई आरामले बस्दाखेरि वा स्तनपान गराउँदाखेरि कसैको सहायताले बस्ने गर्नुहोस्। या स्तनपान गराउँदै हुन्छ भने पहिला तपाईले सही पोजिसन लिनुहोस् र बच्चा आफूले अरू मार्फत लिनुहोला, आफै उठाउने प्रयास नगर्नुहोला, किनकि यस्तो गर्दा थोरै बल पर्न सक्छ। त्यसैले
कसैको सहायताले बच्चालाई आफ्नो काखमा राख्ने बानी गर्नुहोला। आमा बन्नु चान्चुने कुरा होइन, विशेष गरी त सी सेक्सन डेलिभरी पछि शरीर र मन दुवै केयर गर्न आवश्यक हुन्छ। शरीर अनुसार प्रतिक्रिया फरक फरक हुन सक्छ, त्यसैले कुन खाना खाँदा आराम मिल्छ र कुन खाना खाँदा ग्यास पाचनमा समस्या हुन्छ भनेर नोट गर्न उपयोगी हुन्छ। कृपया आफूलाई समय दिनुहोस्, आराम गर्नुहोस् र बच्चासँगको यात्रामा रमाउनुहोस्। यदि यो जानकारी उपयोगी लाग्यो भने लाइक, शेयर, सब्सक्राइब गर्न नबिर्सिनुहोला। म फेरि पनि नयाँ भिडियोको साथ आउने नै छु। धन्यवाद।